न हजुरको ब्याग भएको मान्छे र मलाई राख्नु मनोकामना मोनोरेल फोटो खिचेर अहिले बरु यता यता हो यता यता नि दिदी ड्याडी यस्तो फोन धरेर राख्नु पर्यो नानी नानी उता सुल्टो हेर्छौ क्या तिमी सुल्टोतिर बसेर यता बसेर कि हेर्ने ठिक छ यही कि आमासित बसेर हेर्छौ कति खुसी भयो यता बस त यता माथि देख्न पाइन्छ छोरी यता मामासिमा यहाँ बस त मामासिमा यता माथि देख्न पाइन्छ मामासिमा आउँछ हेर्दै जानु पाइन्छ ल उता ल माथि यता हेर यता माथि हो पानी त देखिन्छ अब देखिन्न यता हेर्नु त त्यसो गर्नु त आमा एउटा भिडियो गर्छ है कस्तो नराम्रो आएको मेरो क्यामेरा नानी फाइनल्ली होइन फाइनल्ली केबल कार चढ्यो हैन म एकचोटि पनि चढे यो उहाँ कता जाँदा चढेको भन्छ त मम्मी र बुटुल चढेको यसले बुटुलमा पनि छ नि त एकछिन के मिलाएर राख्नु बाबु एकछिन रोके नआतिन है त्यो लाइन गरेर रोकिन सकेको के अरे नाक एउटा आयो नाच्दिनु है एकछिन धेरै जो माथि आयो मम्मी अर्को केबल कार आयो दिदी मम्मी यतापट्टि यस्तो पऱ्यो यता यस्तो थर यता फेरि दुईटा आयो कान थोरै कानमा चस्मा मिलाउनु हजुर अब अर्को आउँछ फेरि अर्को आउँछ भने हामी तल जान्छौँ होइन हामी माथि झर्ने होला नि अनि बल्ल तल आउने यता यता नि किन र हामी माथि झर्ने मन्दिरमा मन्दिर व्हाइट कलरको छ नि देखिसौ व्हाइट कलरको छ खै तिमीले कसरी देख्यौ त मैले अस्ति टिभीमा हेरेको टिममा हेर्क्यौ अनि त्यहाँ त घुसुरी पनि छ त घुसुरी पनि खेल्ने हो घुसुरी छ त म देखाउँछु अर्को हामी जमानामा आउँदाखेरि के म मान्छेहरू हिँडेर पनि आएको थियो नि अन्त हिँडेर नि आउँथ्यो नि थाकल हेर त कति छ के हो थाकल भन्नु थाकलो के हो भन्नु पर्यो नि त हामीलाई के हो त्यो भने खानेकुरा वैशाखमा पाक्छ क्या गो पाक्नु बेला भएन क्या नानी राम्रोसँग है कस्तो कस्तो बिगारेको तिमीले कस्तो पानीको बोतल देऊ त यता तल राखेको थिएँ कस्तो भयो नानी तिमीलाई एक सेकेन्ड ए एकदम रमाइलो भयो यस यस कस्तो कानै टालिदिन्छ क्या हजुरहरू त धेरै फेरि आउनुभयो क्या मम्मी हेर न आमा तिन म दुई अहिलेसम्म 3 भयो आमाको 3 भयो अरे विशाल आउँदा हातमा त्योभन्दा अगाडि आउनु भएको थिएन विशाल शुभम पनि किनभने म पुचुक्क पारेको हामी एकचोटि सानै हुँदा आएको नि मम्मी तिम्रो म त सानै थिएँ म त यत्रै होला 1 2 मा कति 1 मा पढ्थेँ क्या रिता यत्रै प्रथम त 2 वर्ष 2.5 वर्षको सानै थियो पढ्थ्यौँ त्यति बेला त हामी त कता कता पोखरा सोखरा कता कता हुँदै आएको नि त 5-6 दिन घुमेर 10 देखि 15 मिनट 8 देखि 15 मिनट 5-6 मिनट 5 मिनट घुमेर गएको नि अन्त कस्तो पछि फेरि आएँ म अन्ट्योस बिन्दु अन्ट्योसित अहिले 3 फेर ए फेरि आउनुभयो हजुर अहिले 3 चोटि भयो त्यो माथि पनि मान्छे बस्ने हो नि त गाडी नै आउने कान टालिने के आमा कताबाट आउँछ होला नि
ए गाडी आउँछ अरे आजकल त बाटोतिर त्यसबाट आउँछ त्यो कताबाट घुमेर गाडी त आउँछ उताबाट पनि आउँछ अरे काठमाडौँतिर आउँछ कि बाटो किनभने उठेर हेर न एकचोटि यहाँ झालबाट गएर टच गर्नुहुन्न हेर्नु त हुन्छ क्या दस हो नि त त्यो विन्डोतिरबाट हेर औ यहाँबाट हेर पर्दैन टच गर्न नआउने त्यहाँबाट हेर्नुहुन्छ जाऊ न हेर कि यहाँ बसेको केटाकेटी भएर औ। नानी के हो तिमी हजुर यता बस्नु मन छ फोटो खिच्नुहुन्छ आमालाई नपुछ है हजुर त आउनु फोटो खिचौँ हजुर तिन डर लाग्छ अहिले हिँड्नलाई यस्तोमा के हो हिँड्नै नहुन् त होइन आइसो त ल तिमी हट नि त व्हाइट कलरको ठाउँ मन पर्छ म यहीँ बस्छु आउनु न हजुर जानु हजुर अब यसमा एउटा फोटो खिचिदिन्छु नि ल सीताजी होला नि अलि खै 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 यसो बेला त न मम्मी हातको ठोक्को मेरो हात चाहिँ के ए मेरो खुट्टा च्याप्यो ल आमा यता हेर्नु त एकछिन मलाई के होला सिनेमा चोच्छ मलाई त डर लाग्छ आमा मसँग म त डराउन तिमी डराइछौ आगो पकाउँछ अब यहाँ के मङ्की हिँड्छ किन यो तारमा हिँड्दैन तारमा त हिँड्दैन फोटो खिच्नु त धेरै थोरै थोरै यसो तल थोरै बन्द गरिदिनु यसरी कि यहाँ यसरी राख्नु यसरी ए झर्छ नि त मोबाइल बाबु मात्नु त हुन्छ नि यता हेर्नु सानो डेडले अलि च्यापिस कि बाबु तैँले तिनटा पकायो डराए डोडाए हेर्नु नि यता डेडी त्यहाँ यसो डोडाए यता हेरेर गरेको सानो छिटो गर्नु न मलाई कस्तो हेर्न मन लाग्छ कस्तो हो यो मम्मी सानो हेर्ने मामालाई के भएर आयो डाडी के भन्नु मामाले के गरेकै छैन हेर बाबु तेर्सी पनि सल्लाह गरे यहाँ एकदम घाम सर्ला हेर्नु त सर्ला कति हो सल्ला पहिले सानो निन्द्रामा बिउज यो त सल्ला पहिले सानो निन्द्रा बिउज मङ्कीहरू तल उता मङ्की खोइ त्यहाँ तल सुत्या आई डोन्ट नो खै खै ए खिच्नु भएन नि मैले जेसीबी हिँड्दैछ है हाम्रो बाटोमा ए यसलाई थाहा रहेछ त अझ हामी त डोजर भन्छ केटाकेटी ला दीक्षित आयो नि त अब के गर्ने झर्नी दीक्षित हजुर झर्नी झर्नै मन छैन मलाई त जराम है जराम राखेको जराम एकछिन पङ यता घर खुट्टा यता गर्नु
मनोकामना केवल कारमा चढियो र अब झरियो। अब मन्दिरको दर्शन गरिन्छ। मनोकामना बाहिरपट्टि हेर्दा यस्तो दृश्य छ यहाँ। बोराएर यहीँ बस्यो बोराएर आउँदै एउटा माथि बस्यो कि एउटा